Back to another new vlog for Dinesh Thapa Bikes. अनि अहिले चाहिँ हामी फर्किँदैछौँ हैन दिदीकोबाट चट्टाङले अहिले हामी हाइवेमा छौँ यहाँदेखि यता चाहिँ फतेहपुर जाने बाटो हैन अनि यता चाहिँ हेटौँडा काठमाडौँ विमान पटरी जाने बाटो यहाँ चाहिँ झण्डा चौक जस्तो बनाइराखन हैन हाम्रो जुन चक्रमा रहेको छ त्यस्तै झण्डा चौक बनाइराखन उहाँले अनि यहाँ चाहिँ बुढो बाजेको पेडा पसल छ अब अहिले हामी गाडी पर्किँदैछौँ हैन हामी चाहिँ बहिनी चाहिँ हाम्रो कुम्भको यहाँ पनि रह्यो बराछेपुर धाम कुम्भ नगरी यसलाई हार्दिक स्वागत गर्दछु 26 किलोमिटर यहाँदेखि चतरा चाहिँ हाम्रो ठाउँ चाहिँ 26 किलोमिटर रहेछ हैन 26 किलोमिटर भनेपछि डाइरेक्ट गाडी पाइयो भने लगभग 1.5 घण्टा अनि उताबाट आउने गाडी आइरहेछन् हामीले जाने गाडी चाहिँ भेटाएको छैनौँ हैन हाइवे एकदम राम्रो बनेको छ चट्ट अब गाडी पर्ख्यौँ अन्त चट्ट हामीले चाहिँ गाडी नभेटेर हैन म्याजिकमा चट्ट लुक चाहिँ यस्तो रहेको छ यहाँ चाहिँ पैसा देखाउँदैछ यसले पैसा देखाउँछ अनि हामीसँग चाहिँ लिची छ अब लिची खाँदै जानुपर्ने हुन्छ अब बाटोमा के हुन्छ यहाँ चाहिँ फुटबल ग्राउन्ड रहेको छ हैन सकेको छौँ हैन टट्ट लाएर अनि यहाँको घुम्ती देख्न सक्नुहुन्छ तपाईहरु यस्तो दामी भ्यू रहेको छ अनि बाटो चाहिँ यस्तो रहेको छ हैन टट्ट लाएर अहिले हामी आइसक्यौँ सुपाडे जस्तो लाग्यो हो अनि सुपाडे गयो चाहिँ बजार अनि हामी गइरहेछौँ भेरी नाइस इङ्ग्लिस भाउ कालेको गाडी यहीँ राख्थ्यो क्या इटरी 48 किलोमिटर यहाँबाट सुपाडेबाट दामी भ्यू आइरहेछ हैन गाइस यहाँ चाहिँ ढुङ्गा लोड हुँदैछ यहाँ चाहिँ अनि रुखहरुमा पनि कलर गरेको छ हैन गाइस बाटो चाहिँ यति दामी रहेको छ देउराली आधारभूत विद्यालय यहाँ चाहिँ स्कुल रहेको हैन प्रदेश नम्बर 1 हामी दुईटा प्रदेश पुगिसक्यौँ हैन गाइस कोशी प्रदेश र मध्य प्रदेश 1 र 2 अनि यता नि खोला रहेको छ चट्ट मकै सकै रोपेका छ लिची मिसन चट्ट जाउँ अब अगाडि
गोदेरी खोला पुल बनिसकेको छ। यहाँ त यस्ता यस्ता घर बनिसकेका र हाम्रो यो म्याजिकमा यात्रा भनेको रामपुरसम्मको रहेको छ। त्यहाँदेखि हामी जानुपर्छ बसमा सरले होइन रामपुर 7 किलोमिटर पछि हामी 15 पुगिसक्छौँ। बनिसकेको छौँ होइन बाहिरको चाहिँ हाम्रो घरदेखि जत्रा कति छ? 5 किलोमिटर। हामी शनिबारेमा झऱ्यौँ होइन? Your smile lit up like a sunrise glow, touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. हामी रामपुर बजार आइपुगिसक्यौँ होइन। जस्तो बहिनी चाहिँ यहाँ चाहिँ रामपुर बजारको यो चाहिँ भ्यू होइन। यता चाहिँ रामपुर बजार, यो चाहिँ कालेको पुरानो गाडी। रामपुर बजारको भ्यू चाहिँ यस्तो रहेको छ होइन। अझै हामी यहाँदेखि अर्को गाडी पक्रिनु पर्ने हुन्छ बस। यहाँदेखि गाडीले महँगो लिन्छ। हेरौँ के हुन्छ। जत्रा बस पार्क आइसक्यौँ होइन। अघि चाहिँ गाडीले आइगयो अनि भिडियो बनाउन पाइएन, गीत बजिरहेको थियो र। चट्ट बस पार्किँदैन भने चाहिँ घरतिर जानुपर्ने हुन्छ। यहाँ चाहिँ चटपटे गीत छ। यहाँ दाजु पनि गीतैछन्। आडा नपार्नु तेर्सो भने तँलाई के खानु परेको अरे? चटर पटारे बस पार्क। अब चाहिँ हामी घर जान्छौँ। गाउँ आइसक्यौँ होइन। केमा परिछ अरे? यो भरिया हो नि त गाइस, यो भरिया। लट्ट अब चाहिँ घर पुग्न आँट्यो होइन। अघि त्यत्रो चटपटे घिचाएको के अरे? एकै झमान्छु अनि भाडा जहाँ पनि मैले बढी तिरिरहेको छु। ल्याउन त तैँले ल्याएको तेरो बसो। अब यो भ्लग चाहिँ यति नै होइन गाइस। नेक्स्ट भ्लगमा भेटौँला। के अरे? कसलाई? मलाई चाहिँ किन हान्छन्? बिग्रिसकिरहेछन्।
थ्याङ्क्स फर वाचिङ अनि यस्तै नयाँ भिडियो आइरहने रहनेछ त्यसको लागि सब्सक्राइब गर्नु होला।